मन यस्तो धागो हो जहाँ सपनाकै मालाहरू ज्यादा हुन्छन्। सदाले आफ्नो मनको धागोमा पनि सार्थक नाउँको सपनालाई थुङ्गा थुङ्गा हुनेकी थिए। सार्थकसँग कलेजमा भेटेको कुराकालाई सदाले त्यस दिन फुटबल चाहिँ मनको मैदानमा गुडाउँदै हिँडी र रातभरि खेलाइरही। उसलाई निन्द्राको अँगालोभन्दा कल्पनाभरि सार्थकले गरिरहेको आलो पालो मन परिरहेको थियो। परिचयको फेर समातिसकेपछि सम्बन्धले धीमा नै भए पनि एउटा गति लिँदो रहेछ। सदा र सार्थक बीचमा एक आपसमा देख्दा नबोलिरहनु पर्ने वा नचिनिने जस्तो गरेर आफ्नो बाटो लाग्ने कुनै बहाना रहेन। भिडभाडमा भए मुस्कुराएर काम चलाउन थाले। एक्लै एक्लै भेटिए केही बोल्न थाले। यी दुवै माहौलमा नभेटे कम्तीमा आँखा नचाएर गर्दन तन्काएर एकअर्कालाई खोज्न थाले। खोजेर भेटिएपछि सार्थक सदाको नजिक पुग्थ्यो र बोल्थ्यो। खोजेर भेटिए पनि सदा नदेखे चाहिँ गरेर छड्के आँखाले घरिघरि सार्थकतिर हेरेर काम चलाउँथे र एकले अर्कोलाई कुनै पनि माहौलमा नभेट्दा सायद एकअर्कालाई मिस गर्थे। यिनीहरूको देखभेट क्लासभित्र जाँदा निस्कँदा ल्याबतिर वा कलेजकै प्राङ्गणमा कतै हुन्थ्यो। त्यो एक दिन ल्याबमा थिए सबै। काम कम हल्ला ज्यादाको माहौल थियो। सार्थकलाई सदाको फोन नम्बर पाउने होड थियो। अर्को एक पटक माग्दा पनि उसले दिएकी थिइन। त्यस दिन पत्तो लगाएर छाड्ने निधो उसले गरेको थियो। उसलाई ल्याबमा एउटा जुक्ति फुरेको थियो। सजिला अरू बाटा हुँदा हुन्, एक दुई अरू प्रयास गर्ने ठाउँ पनि थियो नै, तर उसलाई अलिकति केटाकेटी पारा अपनाउन मन लागेको थियो। कापीको 2 पन्ना बीचबाट ध्वारेर च्यात्यो। विद्यार्थीको नाउँ, रोल नम्बर, फोन नम्बर र ठेगाना गरेर 4वटा कोठाको कोलम बनायो। पहिले केटाहरूलाई भर्न लगायो, त्यसपछि केटीहरूतिर सार्न लगायो। केटीहरूले डिपार्टमेन्टले नै भर्न लगाएको भन्ने ठानेर सुई सुई सबै विवरण भरिदिए। अन्तिममा त्यो सार्थकले हात पार्यो, जसमा सदाको नम्बर पनि थियो। बेलुकी करिब 6:15 बजेतिर सार्थकले सदाको मोबाइल नम्बर डायल गर्यो। सदा घरमै थिए। हरियो चौरको बिचमा उभिएर एउटा रातो लामो पाइपबाट बगैँचामा फलमा पानी हालिरहेकी थिए। पहेँलो कलरको हाफ प्यान्टको गोजीमा बजेको मोबाइलको रिङटोनले झस्की। पाइपलाई त्यही दुबोको बिचमै छाडी उसले भिजेका दुवै हत्केला हाफ प्यान्टको पछिल्तिर पुछी र फोन झिकेर उठाई। सदा छेत्री, प्रश्नवाचक टोनमा सार्थकले सोधेको थियो। बोल्दैछु, सदाले सोझो जवाफ दिएर चौरमा हिँडिरही। पछाडि हेर त, सार्थकले जिस्कायो। सदाले पछिल्तिर हेरी। सुफी, उसकी बहिनी उसको कोठा बाहिरको बरन्डामा बसेर पढिरहेकी थिए। त्यसको दाहिनेतिर पनि हेरी। उसको कोठाको बरन्डामा पनि कोही थिएन। को बोल्नु बा? केही नदेखेपछि च्याठी सदा। अर्कोतिर हेर न, त्यहाँ होइन। सार्थक सदालाई विश्वस्त तुल्याउने बोलीले फेरि जिस्कियो। सदा फेरि फर्की। अर्कोतिर बगैँचा थियो, जहाँ पानी हाल्दा हाल्दै उसले छाडिदिएको पाइप थियो। दाहिने कुनोमा एभोकाडोको सानो रुखमा पातहरू हल्लिरहेका थिए। त्योभन्दा 4 फिट उता लामो पर्खाल र पर्खाल बाहिर बाटो। बाटोतिर पनि कतै कोही थिएन। दायाँ बायाँ पनि केही थिएन। काम नपाएको हो? रिसले कड्की सदा। योभन्दा राम्रो काम के पाउनु? सार्थकले भने। नरम नै थियो। भन्नाले? हपारेको जस्तो आवाजले सदाले भने। यति मिठो आवाज सुनिरहेछु। फोन राखिदिउँ कि परिचय दिने? चौरमा छाडेको पाइपलाई धेरै पानी खेर गइसकेको थियो। सदा झनै जोकी। म परिचित नै हुँ। फोन राखौँ? प्लिज मेरो मन राखिदेऊ। हदै भो, यतिमै? स्टुपिड भन्दै सदाले बुढी औँलाले जोरले थिचेर फोन डिस्कनेक्ट गरी। सार्थकले नम्बर फेरि डायल गर्यो। सदाले काटी र काममै केन्द्रित भई। फेरि पनि गर्यो, फेरि काटी। 7औं पटकमा भने पानीको मोटर जोडिएको स्विच अफ गरी र फोन उठाई। देशमा बेरोजगारीको कमी छैन भन्ने कुराको सबभन्दा ठुलो प्रमाण तपाईँ नै होला। हुनसक्छ, सार्थकले जवाफ दियो। बेरोजगारीहरूसित यति धेरै ब्यालेन्स नहुनुपर्ने। धन्यवाद सदा। के का लागि? फोन नम्बरका लागि। बकवास, मैले कसैलाई नम्बर दिएको छैन। सम्झ त? दिएकै छैन। कसैलाई के सम्झनु? कहिले दिएकी छैनौ? आजकै दिनलाई मात्र सम्झ। सदाले सम्झन खोजी तर सकिन। भनी कतै कसैलाई कागजमा लेखेर दियौ कि सम्झ। सदाले दिनभरिका क्रियाकलापलाई सम्झी।
कलेज गएको सम्झी, क्लास सम्झी, ल्याब सम्झेपछि झसङ्ग भई अनि एक्कासी हाँस्दै चिच्चाई। सार्थक? सदा चिच्चाएको सुफीले समेत सुनी। पढाइमा ध्यान हटाएर सदातिर पुर्लुक्क हेरी। सदाले चाल पाई सुफीले आफूतिर हेरेको तर वास्ता गरिन। कस्तो ठ्याक्कै थाहा पाए कि? सार्थकले भन्यो। त्यो सब तिम्रो काम थियो? ऊ चौरमा वरपर हिँड्दै कुरा गरिरहेकी थिए। हजुर, मै बेरोजगारीको काम थियो। सार्थकको भने आवाज मसिनो थियो। फटा केटा। सदाले फटा शब्द पनि असल उच्चारण गरे चाहिँ गरी अघिदेखि मुस्कुराइरहेको सार्थक खुसीले बढी नै उत्तेजित भएको थियो। मागेको भए दिइहाल्थे नि, यत्रो दुःख किन गरेको? हिँड्दै जाँदा जाईको बोटनिर पुगी र तिनका पातहरू सुमसुमाई अनि फेरि हिँडी। ल अब माग्छु देऊ। पाइसक्यौ त? फोन नम्बर होइन, अर्थोकै। मुस्किल छ। तल्लो ओठ टोक्दै आफैमा मुस्कुराउँदै भनिएर नजिकै भएको एजेलियाको फुललाई सुमसुमाई। माग्दै नमानी? सजिलो कुरा तिमी माग्दैनौ। यो पटक सदाको स्वर पनि अघिभन्दा मसिनो भएको थियो। मुस्किल होला, असम्भव त नहोला। के हो? माग लौ। रातो गुलाफ नजिकै नाक लगेर सदाले सुँगी। कफीका लागि समय, सार्थकले भन्यो। सदा मुसुमुसु हाँसिरहेकी नै थिए। हाँसोमा अलिकति लाज मिसाएर भनी। कुनै दिन। गेट बज्यो। सदाले गर्दन गेटतिर मोडी। सेतो सर्ट बाहिर कालो कोट र तलबट्टि निलो प्यान्ट लगाएका भास्कर घरभित्र छिरे। बाबालाई देख्ने बित्तिकै सदा अलिक सतर्क भई र सार्थक समक्ष कुराको बिट मारी अहिलेलाई बाई सार्थक, बाई। सार्थकले 2 पटक किचकिच गरिसकेपछि सदाले एक दिन प्र्याक्टिकल क्लास पछिको समय उसलाई दिए। सदाको यो केटाकेटीदेखिकै बानी थियो कि एकै पटकमा कसैको केही कुरा नमान्ने। आफ्नै कतिपय निजी कुराहरू पनि ऊ न्याद नाग्ने बेलामा निम्ट्याउँथे। कसैले बारम्बार किचकिच नगरुन्जेल ऊ अरूको काम त झन् गर्दिनथे। सार्थकका आग्रह र प्रस्तावहरूलाई त ऊ पहिलो पटकमा के टेरोस्? झन् उसलाई सार्थकले बारम्बार आग्रह गरेको, भाउ दिएको खुब मन पर्थ्यो। सार्थकले त्यस दिन दरबार मार्गको द कफी सपमा सदालाई लिएर गयो। महेन्द्रनगर जतिको दूरी त पार गरियो। कफी अर्डर गरिसकेपछि गफको सिलसिलामा सार्थकले सुरु गर्यो। सदाले सुरुमा त बुझिन। तिम्रो फोन नम्बर अनि कफीको समय। सार्थकले दाँतको विज्ञापनमा खेल्ने मोडेलले जसरी दाँत देखाउँदै भन्यो। दुवै पाएर छाडे। बुझेर मुसुक्क हाँसी सदा। महेन्द्रनगर सिमाना हो, त्योभन्दा उता गयो भने इन्डिया पर्छ। यो चाहिँ बेलैमा बुझिराख्नु। दाहिने हातका औँलाहरू घुङ्रिएको कपालभित्र घुसाएर मिलाउँदै सदाले भने। सार्थक एकैछिनसम्म अवाक भयो। केही बेरमा उसको अनुहारमा बत्ती बलेको ल्याम्झै देखियो। भन्यो, मान्छेको मनको त कुनै सीमा नै नहोला। मनको त सिमाना मात्र होइन, भर पनि हुन्न। त्यो चाहिँ हो सदा। सार्थकले कुर्सीमा आफ्नो शरीर चल्मलाउँदै भन्यो। आजकल मान्छेको मनको भन्दा मौसमको भर पर्न सकिन्छ। यो पटक ऊ आफूले बोलेको कुरामा सन्तुष्ट हुन सकेन। कमसेकम सदा जति केटी यस्तो ट्रकका पछाडि लेखिने जस्तो हल्का फुल्का कुराले प्रभावित हुन्न भन्ने कुरामा ऊ अनुमान गरेको थियो। सदामा परेको प्रभाव हेर्नु परोस् या कुनै व्यङ्ग्यात्मक जवाफ सुन्नु परोस्, त्यही बेलामा टेबलमा कफी आइपुग्यो। केही बेर उनीहरू गफभन्दा टेबलमा आइपुगेको कफीको कपतिर बढी केन्द्रित भए। वरपरबाट अरू मान्छेको हल्ला सुने पनि कम्तीमा उनीहरू बीचमा सन्नाटा निकै बेरसम्म छायो। सार्थक सोचिरहेको थियो सदा केही बोलिदियोस्। सदा सोचिरहेकी थिए सार्थकले नै केही बोलिदियोस्। दुवैको अवस्था एक आपसको प्रतिलिपि चाहिँ भएको थियो। केही बोल न, सार्थकले सदालाई भन्यो। कम्तीमा यति भए पनि बोल्यो। सदाले यही चाहेकी थिए। के विषयमा बोलौँ? टपिकै छैन? सदाले ओठले पार्दै भने। यस्तै उस्तै कुराहरू जेमा बोल्न मन लाग्छ। सार्थकको ओठको देब्रे कुनुमा लुकेको मिठो मुस्कान सदालाई खुब मन परिरहेको थियो। आज कति गर्मी छ है सदा? त्यो सबैले थाहा छ। सबले महसुस पनि गरिरहेका छन्। अलि अर्कै केही बोल न। अब बर्खा लागेपछि काठमाडौँको सडक हिलामे हुन्छ है? हो सदा। काठमाडौँमा पुस माघमा कति जाडो हुन्छ। 2वटा सिरक नखाबी सुत्नै सकिँदैन। अनि चैतमा हावाहुरी चल्छ। सार्थकले व्यङ्ग्य गर्दै भन्यो। यी सबका लागि मौसम विभाग छैन र? अलिक मिठो कुरा गर न। एकछिन सोचेर भने। कफी कति मिठो है? यस्तो कुरा पनि होइन, केही रमाइलो के? जिन्दगी कति रमाइलो छ है? सदा हाँस्न थाली। पुग्यो, केही नबोल। सार्थक पनि हाँस्न थाल्यो। द कफी सपबाट निस्केर उनीहरूको पाइला तिरी चन्द्रतिर सोझिए। उखरमाउलो गर्मी क्यालेन्डरमा जेठको महिना
पल्टिएको धेरै दिन भएको थिएन। जताततै फुलेको ज्याकरान्डाले सहर नै कुनै ग्यालेरी जसरी सजिएको थियो। यतिखेर अलिकति शीतल लाग्ने यही एउटा चिज थियो। सदाले भने, कफीका लागि धन्यवाद सार्थक। सार्थक निच्चा हाँस्यो मात्रै। कलेजभित्र छिरेर सदा आफ्नो स्कुटी मडाउन लागि सार्थक आफ्नो बाइक स्टार्ट गर्न थाल्यो। स्टार्ट गरिएको बाइक सदाको स्कुटी नै लगेर सार्थकले भन्यो, धन्यवाद कफी भन्दा पनि मिठो यो समयका लागि। भेटघाट पछिको अर्को दिन सदा क्लास सकिएपछि घर जान भनेर स्कुटी पार्किङ गरिएको ठाउँतिर बढ्दै थिए। तल पहेँलो कटन प्यान्ट र माथि सालमन कलरको विन्ड चिटर थिए। भुइँमा झरेका र रुखमा फुलेका ज्याकरान्डाका फुलहरू आपसमा गफ गरिरहे झैँ लाग्थ्यो। मासतिर हेर्दा आकाशलाई ध्वाँसे बादल प्यारो लागिरहेको थियो। अनि तल सार्थकलाई सदा। यही एक ठाउँ थियो जहाँ सार्थकले सदालाई प्राय एक्लै देख्थ्यो र बोल्ने मौका छोप्थ्यो। हेलमेट लाउँदै गरेकी सदालाई देखेर सार्थकले केही परैबाट चिच्यायो, सदा। सदाले घिक्रो देब्रेतिर मोडी। सार्थक 5-6 पाइला अगाडि बढाएर टक्क अडियो। उसका दुवै हात जिन्सको गोजीमा थिए। दायाँ बायाँ सबैतिर निहाल्यो। आसपास कम्तीमा 10 मिटरसम्म कोही नभएको दृश्यले ढुक्क भयो र सदाका आँखामा हेर्दै बडो आत्मविश्वासी लवजको साथ भन्यो, घुमाउरो कुरा गर्दिन, रिङाटा छुट्छ, सिधा सिधा भन्छु, म तिमीलाई प्रेम गर्छु। पछिल्लो वाक्य सुनेर सदा मिठोसित झस्की। यति छिटै? मनले यस्तो प्रतिक्रिया पनि दियो। उसले सोचेकी पनि थिइन यति चाँडो प्रस्ताव आउँछ भनेर। दुविधाले उसको मन अल्मल्याइदियो। धन्यवाद भनेर परिस्थितिलाई घचिडेर स्कुटीको स्ट्यान्ड हटाएर ह्यान्डल आफूतिर तानी। सार्थकको कुराले सदाको मनको वृक्षमा भने पातहरू हरियै भएर नपलाएका होइनन्। सार्थक किन मान्थ्यो र? उसले सदाको स्कुटीको ह्यान्डलमा समात्यो र जवाफ फुत्क्याउने आशमा सोध्यो, जवाफ दिन्नौ? प्रश्न के थियो रे? सार्थकको उपस्थिति राम्रो लागे तापनि उसको प्रस्तावको सामना गर्नुपर्दा सदालाई त्यहाँबाट भागौँ भागौँ लागिरहेको थियो। उसले सार्थकको अनुहारमा हेर्दा पनि नहेरी पुरै इग्नोर गरिएको शैलीमा सोधी, के तिमी मलाई प्रेम गर्छौ? सार्थकको प्रश्न र उत्साहको ठुलो बेलुन एकसाथ फुट्यो। गर्थिन। सार्थकले फुलाएको उत्साहको बेलुन सदाको अस्वीकारको सियोले प्याट्ट फुट्यो। पत्याउँदिन। तिम्रो ओठको जवाफ र आँखाको भाव कति मिलेको छैन। सार्थकको ओठको मुस्कानको आयतन अलिकति घटे पनि आवाजबाट आत्मविश्वास अवकाश लिने अवस्थामा थिएन। मेरो ओठको जवाफ, मेरो आँखाको भाव अरूलाई के थाहा? स्कुटर मोडाई। सार्थक स्कुटरको ह्यान्डलबाट हात हटाउन बाध्य भयो। कुनै दिन तिमीले नै भनेकी थियौ आफ्नो आँखा आफैले हेर्न मिल्दैन भनेर। ऐना कुन कामको लागि त उसो भए? प्रश्न त्यहीँ छाडेर सदा स्कुटी लिएर त्यहाँबाट निस्की। सदाले चाहेकी त सार्थकको प्रेम नै थियो, तर कमजोर प्रेम होइन। ऊ प्रेमको यस्तो डोरी बाँड्न चाहन्थे जो सितिमिति नचुडियोस्। सार्थकका आँखा र मन दौडन खोजिरहेको सदाले चाल पाएकी होइन। गन्तव्य र उनीहरूको एउटै थियो, खाली गति नमिल्दो थियो। बेलुकी घर गएर सदाले ऐना हेरी। के सार्थकले भने चाहिँ ओठको जवाफ र आँखाको भावमा मेल नखाएकै हो? तर सार्थकको प्रेम स्वीकारिहाल्ने हतारो उसलाई अझै पनि देखाउन मन लागेन। कति प्रेम गर्छ? ऊ प्रेममा कहाँसम्म जान सक्छ? आकर्षित मात्रै भएको हो कि प्रेमै गरेको हो? ऊ केही परीक्षा लिन चाहन्थे। सायद यो परीक्षा उसको आफ्नै अपरको परीक्षा थियो। सार्थकले प्रेमको डोजर जति चलाओस्, सदा आफूभित्रको धैर्यको डिस्को तत्कालै भत्किनुहुन्न भन्नेमा दृढ भएर बसेकी थिए। तिमीले मेरो प्रस्तावको अस्वीकार गरेको हौ सदा? भोलिपल्ट छुट्टी भइसकेपछि सदालाई कलेजको गेटसम्म पछ्याउँदै गएर सार्थकले भन्यो। त्यस दिन स्कुटी सर्भिसिङमा दिएकाले सदा माइक्रो चढेर घर जानका लागि जमलतिर लम्किँदै थिए। गर्मीले ताण्डव मच्चाएको थियो। रातो छाताको छानो मुनतिर घामको तातोबाट बच्न आफूलाई सुरक्षित राखेकी थिए। नेपाली कागजमा ल्याप्चे लगाएर दिउँ? सदा एकछिन रोकी र फनक्क सार्थकतिर फर्किँदै भनी, कि 2-4 जना वकिल पनि राखेर भनौँ। सार्थकले याचक दृष्टिले हेर्दै भन्यो, कसरी सम्झाउँ तिमीलाई म तिमीलाई प्रेम गर्छु भनेर? कसरी पत्याउँ कि तिमी मलाई प्रेम गर्छौ भनेर? मन उहिल्यै चोरिसकेको थिए। यो पटक सार्थकको शैली चोरेर सदाले प्रति प्रश्न पनि गरी,
र हिँडालाई निरन्तरता दिए। मैले भने, यसैलाई आदर किन मान्दैनौ? सडकलाई दायाँ पारेर उनीहरू त्रिचन्द्रको पेटी हुँदै जमलतिर लम्किरहे। शुक्रबारको दिन थियो। जामे मस्जिदमा लागेको भिड फैलिएर धेरै परसम्म पुगेको थियो। गाडीहरूको लस्करले सडक लगभग जाम जस्तो देखिन्थ्यो। प्रेम यस्तै हुन्छ र? सदाले सार्थकतिर नहेरी भने। ट्याक्स तिर्नुपर्छ र प्रेम हुनलाई? आफूभन्दा बायाँतिर हिँडिरहेकी सदालाई सार्थकले गइरहेर हेर्दै भन्यो। ट्याक्स केही होइन। सदाले अघिल्तिर आएको कपाल 3वटा त्यान्द्रालाई देब्रे हातले पछ्याउँदै छड्के हेर्दै सार्थकलाई भने, त्योभन्दा कठोर परीक्षाबाट गुज्रिनुपर्छ। सार्थकले टक्क अडिएरै भन्यो, म तयार छु जुनसुकै परीक्षाबाट गुज्रिनका लागि। पछाडिबाट कसिएर हिँडिरहेका 2जना मान्छे सार्थक रोकिएकोले रिसाएर उसलाई आँखा तर्दै दायाँतिर लस्किए। भयो परेन। सार्थकका कुरालाई व्यवस्था गरेर सदा अघि बढिरही। विश्वास गर सदा। सार्थकले अनुनय गर्यो, म कुनै पनि परीक्षा दिन सक्छु। प्रेम फेल भयो भने? सदा अडिन। हिँडाएको गति घटाए मात्र। अर्को पटक अलि मेहनत गरेर परीक्षा दिने। निच्च हाँस्यो। सार्थक र सदा नअडिएकाले आफ्नो गति बढायो। घरिघरि मान्छेका सङ्ख्या बढ्दा सदा एकातिर पुग्थे, सार्थक अर्कोतिर हुन्थ्यो। तर कुद्दै सार्थक सदाको नजिक पुगिहाल्थ्यो। कलेजको एक्जाम हो र पटक दिनलाई सार्थक नजिकै देखेपछि सदाले भनी, हरेक परीक्षामा मौका हुन्छ सदा। जिन्दगी र प्रेम अपवाद हुन्। तिमी परीक्षा लिऊ। सार्थकले भन्यो। A+ ल्याउने काम मेरो। पक्का? सदाले भन्यो। बाटो क्रस गर्ने ठाउँ आयो। 12-15वटा मोटरसाइकल र 4-5वटा प्राइभेट गाडीले बाटो नदिएपछि आएको संयुक्त यातायातले आफू रोकिएर उनीहरूलाई बाटो क्रस गर्न दियो। बाटो क्रस गरेर दुवै विश्वज्योतितर्फ लम्किए। नभए पनि पक्का। सार्थकले हलुका रिस मिश्रित आवाजमा भन्यो। डर लाग्यो? सदाले भने। बेलैमा भन। गाह्रो लाग्छ भने कुनै करकाप छैन। म डरसँग डराउने मान्छे होइन। म जितलाई पनि जित्ने मान्छे हुँ। सार्थकले गाडा खैरो ओठलाई हलुकासित चारै दिशामा खुल्दै सेता टिलिक्क दाँत देखाएर खुबै महान वाक्य भने चाहिँ फेरि एकपटक छाती फुलाएर आत्मरमितता देखायो। मुखले बोल्न जति सजिलो छैन। सदाले भनी। नक्साल भाटभटिनी विशालनगर सुकेदारा सडकको देब्रेतिर रोकिराखेको भरिभराउ माइक्रोको खलासी उनीहरू दुवैलाई आमन्त्रण गरिरहेको थियो। जाँदैनन् भन्ने लागेपछि अलिक अगाडि बढेर अरू प्यासेन्जर बोलाउन थाल्यो। सगरमाथा चढ्नुपर्ने हो? म तयार छु। प्रेम पाउनका लागि सगरमाथा चढ्ने पहिलो व्यक्ति सार्थक केसी। पत्रपत्रिका, रेडियो, टिभी कहाँ भ्याउनु इन्टरभ्यू दिन। समयको व्यवस्थापन गर्न चाहिँ हम्मे हुने भयो मलाई। यति भनिसकेर गिजासम्म देखिने गरी हाँस्यो। लगत्तै उसको ओठमा टाइट भएको हाँसोको हावा फुस्स फुस्कियो। जब उसको मनमा आफैले बोलेको प्रेम पाउनका लागि सगरमाथा चढ्ने पहिलो व्यक्ति भन्ने कुरा दोहोरियो, तब बोल्दा बोल्दै अलिक बढी नै बोलियो कि भनेर ऊ हल्लुका पछुतायो। केटाहरूले थाहा पायो भने यो कुरा जति बिल्ला अरू केमा होला। उनीहरू विश्वज्योति कटिसकेका थिए। त्यस्तै सदाले नलम्काइकन फ्याट्टै भने, तिमी धेरै चुरोट खान्छौ, चट्टै छाड्न सक्छौ? यो सुनेर भने सार्थक एकछिन शिथिल भयो। बिल्कुलै अवाक। नाकमा हररै चुरोटको धुवाँको वासना चलेर मनलाई लोभ्यायो। माइक्रो कुरिरहेको जस्तो देखिने एउटा मान्छे चुरोट पिइरहेको थियो। त्यसको ओठबाट थुतेर तान्नु जस्तो भयो। कमसेकम एउटा चुरोट तुरुन्तै यही स्थितिका विरुद्धमा सल्काइहालौँ जस्तो लाग्यो। कसरी छाड्ने चुरोट? धुवाँ जो उसका लागि सास बराबर भएको थियो। जब कसैले चुरोटको धुवाँ उडाएको परबाट देख्थ्यो, उसको मन औडाले जल्न थाल्थ्यो। उसलाई तलतल लागेर आउँथ्यो। शरीरमा अक्सिजनकै कमी भयो जस्तो लाग्थ्यो। त्यो चुरोट उसको दुई औँलाको बिचमा पुग्दा उसलाई कुन तहको शान्ति मिल्थ्यो त्यो कसैले बुझिदियोस्। दुई औँलामा च्यापिएको चुरोटको दृश्य कुनै सुन्दर पेन्टिङ जस्तो लाग्थ्यो उसलाई। त्यो ओठमा च्यापिँदा चुम्बन गरे जत्तिकै आनन्द मिल्थ्यो भन्ने कुरा उसले कसैलाई कसरी सम्झाओस्। फिल्टरबाट धुवाँ भित्र फोक्सोसम्म छिराएको अनि बाहिर फ्याँकेर उडाएको हल्लुका झुम्म भएको आहा, यो आनन्दको घाँटी ऊ कसरी थिचोस्। बरु सगरमाथा ऊ चढ्दो हो तर यो मनभित्र शङ्खाहरूको जतिसुकै वर्षा भएको होस्। सार्थकले सदालाई विश्वासको ओतमा हुल्दै भन्यो, हुन्छ। आकाशे पुल चढ्न लागेका थिए दुवै।
याद राख, पुलको भर्याङको 3-4वटा खुड्किला नउक्लिँदै सदाले चोरी औँला सोझ्याउँदै भनिन्, एक सरको पनि तानेको चाल पाए भने तिमी फेल। सदालाई विश्वासको ओत मुनि राखे पनि ऊ आफैप्रतिको अविश्वासले कम्पित भयो। तापनि प्रयास गर्छु भन्ने प्रतिबद्धता लियो। पुलमाथि पुगिसकेपछि सदाले जिस्काई, अझै मेरो पछि किन, मेरो घर जाने विचार छ? सार्थक लज्जित भावमा हाँस्यो र बाई भनेर सिडी ओर्लियो।